अब हामी आज क्लास सेकेन्ड स्टार्ट गर्दैछौँ अटोक्याडको क्लास सेकेन्ड। हामीले अटोक्याडको फर्स्ट क्लासमा अटोक्याड ओपन भइसकेपछि त्यसमा हामीले काम गर्न सुरु गर्दा युनिट सेटअप कसरी गर्नुपर्छ, लिमिट सेटअपले के गर्छ, कसरी गरिन्छ, त्यस्तै गरी यो क्रसरदेखि यो डिस्प्ले कसरी सेट गर्ने, सेलेक्सन कसरी गर्ने र यो जानिसकेपछि हामीले ज्योमेट्रिक फिचर्समा दुईटा लाइन र सर्कलको बारेमा हामीले ड्र गर्नलाई सिकेका थियौँ। कसरी हामीले ड्र गर्छौँ र त्यो लाइन र सर्कललाई युज गर्दा चाहिँ हामीले एउटा बिल्डिङको प्लट चाहिँ प्रिपेयर गरेका थियौँ। एउटा मेजर डाइमेन्सनको हामीलाई एउटा बिल्डिङको प्लट थियो, त्यो प्लटको आधारमा चाहिँ हामीले प्लट चाहिँ ड्र गरेका थियौँ। अब आज हामी सेकेन्ड क्लासमा चाहिँ योभन्दा अगाडिका ज्योमेट्रिक फिचर्सहरू ड्र गर्ने र अन्य कुराहरूको बारेमा चाहिँ डिस्कस गर्न गइरहेका छौँ। अब हामीले यो सेकेन्ड क्लास चाहिँ यो जुन हामीले अटोक्याड ओपन गरेका छौँ त्यो फर्स्ट क्लासमै युज गरेको अटोक्याडको सेभ गरेको फाइल ओपन गरेको कारणले गर्दा यहाँ चाहिँ अब आज हामी युनिट र लिमिट सेट गरिरहनु पर्दैन। यदि तपाईँले यहाँ नयाँ अटोक्याड ओपन गर्नुहुन्थ्यो भने चाहिँ युनिट र लिमिट सेट गरेर मात्रै हामी अरू फिचर्सहरू ड्र गर्न सुरु गर्थ्यौँ। अब हामी योभन्दा अगाडिको फिचर्सहरू ड्र गर्न जान्छौँ, जसमा चाहिँ सर्कल लाइन पछि अब हामी ड्र गर्दैछौँ रेक्ट्याङ्गल। रेक्ट्याङ्गल ड्र गर्नका लागि रेक्ट्याङ्गलको यहाँ कमान्डमा मैले क्लिक गरिसकेको छु। कमान्ड क्लिक गर्ने बित्तिकै यसको कमान्ड हो REC, रेक्ट्याङ्गलको लागि इन्टर। इन्टर हुने बित्तिकै यहाँनिर चाहिँ फेरि हामीलाई त्यही लाइन र सर्कल ड्र गरे जस्तै स्पेसिफाई द फर्स्ट कर्नर भन्यो। मैले स्पेसिफाई फर्स्ट कर्नर गरेँ। यसरी एक्सन गर्ने बित्तिकै यहाँनिर एउटा रेक्ट्याङ्गल देखिहाल्छ। मैले यहाँ क्लिक गर्ने बित्तिकै ऱ्यान्डम साइजको रेक्ट्याङ्गल चाहिँ हामीले देख्न सक्छौँ। तर हामीलाई स्ट्यान्डर्ड डाइमेन्सनको हामीले चाहिँ रेक्ट्याङ्गल ड्र गर्नुपर्ने भएका कारणले गर्दा अब हामी रेक्ट्याङ्गल कमान्ड युज गरेर हामीलाई चाहिएको जस्तो रेक्ट्याङ्गल चाहिँ ड्र गर्दैछौँ। त्यसको लागि REC इन्टर, फर्स्ट पोइन्ट सेलेक्ट। अब हाम्रो रेक्ट्याङ्गलको बेस चाहिँ हाम्रो 12 फिट छ, इन्टर। 12 फिट मात्र हामीले हानेर इन्टर गर्ने बित्तिकै चाहिँ बेस पोइन्ट चाहिँ हाम्रो 12 फिटको चाहिँ यहाँनिर ड्र भयो। तर हामीलाई यो मात्र भएर हाम्रो भर्टिकल कन्ट्रोल भएन। यसको लागि चाहिँ अब हामीले ब्रेथ र हाइट अर्थात् लेन्थ र ब्रेथ हाल्नु चाहिँ हामीले रेक्ट्याङ्गल ड्र गर्नुपर्ने हुन्छ। त्यसको लागि REC रेक्ट्याङ्गल कमान्ड इन्टर, फर्स्ट पोइन्ट सेलेक्ट, 12 फिट कमा 15 फिट इन्टर गरियो भने अब लेन्थ 12 फिटको र हाइट चाहिँ अर्थात् विड्थ चाहिँ 15 फिटको रेक्ट्याङ्गल चाहिँ ड्र भयो। अब यो ड्र गरेको यहाँनिर हाम्रो डाइमेन्सन तल तपाईँले कमान्ड बारमा देखिसक्नु भएको छ। यो चाहिँ करेक्ट भयो कि भएन त, त्यसलाई फेरि हामीले हेर्ने चाहिँ सेम वे यालाई इन्टर गर्ने, रेक्ट्याङ्गललाई सेलेक्ट गर्ने, इन्टर गर्ने बित्तिकै यहाँ तपाईँले देख्न सक्नुहुन्छ अहिले मैले हानेको जुन डाइमेन्सन थियो 12 फिट र 15 फिट, 12 यहाँ हामीलाई पेरिमिटर दिएको छ रेक्ट्याङ्गलको, जस अन्तर्गत चाहिँ हामीले ड्र गरेको अनुसारको जुन तपाईँले टोटल लेन्थ जोड्नु भयो भने चाहिँ 54 फिट हुन जान्छ। यसरी हामी चेक गर्न सक्छौँ। त्यस्तै गरी स्क्वायर हुँदैन, तर यही रेक्ट्याङ्गललाई नै हामी स्क्वायर पनि ड्र गर्न सक्छौँ। त्यस्तै गरी REC इन्टर, फर्स्ट पोइन्ट मैले स्पेसिफाई गरेँ 2 फिट कमा 2 फिट गऱ्यो भने इन्टर गर्ने बित्तिकै यो 2x2 को रेक्ट्याङ्गल चाहिँ अर्थात् स्क्वायर चाहिँ यहाँनिर हाम्रो ड्र भयो। यसरी हामी ड्र गर्न सक्छौँ। त्यस्तै गरी हामीले रेक्ट्याङ्गल ड्र गर्दा REC इन्टर। अब यहाँनिर तपाईँलाई रेक्ट्याङ्गलको चाहिँ के स्पेसिफाई गर्ने भन्ने हिसाबले चाहिँ यहाँनिर तपाईँलाई दिएको हुन्छ। मैले फर्स्ट पोइन्ट क्लिक गरेँ। फर्स्ट पोइन्ट क्लिक गरेपछि एरियाको आधारमा ड्र गर्ने हो कि डाइमेन्सनको आधारमा ड्र गर्ने हो कि भनेर यहाँ पनि स्पेसिफाई गर्न मिल्छ। जस्तै एरियाको लागि गर्ने हो भने मैले A टाइप गर्छु, इन्टर। अब यहाँ चाहिँ एरिया इन्टर गर भनेको छ, इन्टर एरिया अफ द रेक्ट्याङ्गल इन स्क्वायर इन्च। स्क्वायर इन्चमा चाहिँ हामीले एरिया इन्टर गर्नुपर्ने हुन्छ। जस्तै मैले अहिले 500 इन्टर गरेँ भने अब यसको लागि 500 को लागि इन्च, 20 इन्चको लेन्थ, त्यस्तै गरी विड्थ चाहिँ लेन्थ मैले 20 इन्चको इन्टर गर्ने बित्तिकै अब यहाँ एरिया 500 स्क्वायर इन्चको लेन्थ चाहिँ 20 इन्च भएको रेक्ट्याङ्गल चाहिँ यसरी एरियाको आधारमा पनि हामीले ड्र गर्न सक्छौँ। त्यस्तै गरी रेक्ट्याङ्गल ड्र गर्ने, रेक्ट्याङ्गल इन्टर, फर्स्ट पोइन्ट स्पेसिफाई गरेँ। अब डाइमेन्सन दिएर D इन्टर, D दिएपछि फर्स्टमा चाहिँ लेन्थ दे भन्छ। त्यसको लागि मैले 12 फिट इन्टर।
अब विथ दे भन्छ, विथ चाहिँ 15 फिट इन्टर गर्ने बित्तिकै 12 फिट बाई 15 फिटको चाहिँ यहाँनिर यसरी रेक्टेङ्गल चाहिँ भन्छ। अब रेक्टेङ्गल कतापट्टि बनाउने, तलतिर बनाउने, तलतिर माउसले लगेर क्लिक गर्नु पर्यो, माथितिर भने माथितिर लगेर क्लिक गर्नुपर्ने हुन जान्छ। यसरी हामीले डिफ्रेन्ट टाइपको रेक्टेङ्गलहरू चाहिँ यसरी बनाउन सक्छौँ। लेन्थ हामीले लाइन, सर्कल र रेक्टेङ्गलको बारेमा पढ्यौँ। अब यस्तै गरी हामीलाई अर्को ज्योमेट्रिकल फिगर भनेको युज हुनेमा पर्ने अर्को ज्योमेट्रिकल फिगरमा पर्छ हाम्रो पोलिगन। पोलिगनको लागि चाहिँ POL इन्टर। अब पोलिगन भन्ने बित्तिकै नम्बर अफ साइड 4 भन्दा बढी हुनुपर्छ। त्यसको लागि चाहिँ यहाँ पोलिगन इन्टर द नम्बर भनेको छ। अब पोलिगनको POL मैले कमान्ड हानिसकेपछि पोलिगनको नम्बर अफ साइड कतिवटा हो भनेर यहाँनिर सोध्छ। अहिले म 5 वटा भनेर 5 इन्टर गर्छु, 5 इन्टर। अब पोलिगनको यहाँनिर चाहिँ स्पेसिफाई द सेन्टर अफ पोलिगन भनौँ। अब मैले क्लिक गर्नु पर्यो। यहाँ तपाईँले यो कमान्डमा जे हामीलाई इन्स्ट्रक्सन दिइरहेको हुन्छ त्यही अनुसार हामी अगाडि बढ्नुपर्ने हुन्छ। यहाँ मैले क्लिक गरेपछि अब यहाँनिर पोलिगन ड्र गर्दा इन्स्क्राइब्ड इन सर्कल अर सर्कमस्क्राइब्ड अबाउट सर्कल भनेर चाहिँ भन्छ। यो तपाईँले म्याथमा पढ्दा पनि याद गर्नुभएको होला। अहिले मैले इन्स्क्राइब इन सर्कल नैमा यहाँ मार्क भइरहेछ, यसलाई नै इन्टर गरेर अगाडि बढेँ। अब यो गर्ने बित्तिकै इन्स्क्राइब भन्ने बित्तिकै सर्कलको भित्र हुने भएकाले यहाँ रेडियस अफ सर्कल हाल भन्छ। मैले त्यसमा चाहिँ 5 फिट हान्छु, इन्टर गर्ने बित्तिकै यहाँ चाहिँ मेरो 5 फिट रेडियस भित्रको चाहिँ पोलिगन चाहिँ यहाँनिर प्रिपेयर भएर देखियो। तर यही कुरालाई चाहिँ अब फेरि POL इन्टर, 5 वटै साइड भएको इन्टर। अब यो सेन्टर स्पेसिफाई गरेँ। सेन्टर स्पेसिफाई गरेर सर्कमस्क्राइब हुने बित्तिकै चाहिँ रेडियस अफ सर्कलमा मैले 5 फिट नै इन्टर गरेँ भने अब यहाँ चाहिँ तपाईँको साइजमा चाहिँ यो चाहिँ अब बाहिरबाट बन्ने भएकाले गर्दा यो पोलिगनले चाहिँ सर्कललाई कभर अप गर्ने भएकाले गर्दा यो चाहिँ हाम्रो अहिलेको साइजभन्दा ठुलो साइज बन्न जान्छ। यो चाहिँ अब आफूले बुझ्नुपर्ने हुन्छ। यसरी हामीले पोलिगनको 5 वटा साइड, 6 वटा साइड, कतिवटा साइडको हामीलाई बनाउनु पर्ने हो, आवश्यकता पर्छ, त्यो अनुसारको चाहिँ हामीले ड्र गर्न सक्छौँ। यो अर्को हाम्रो ज्योमेट्रिकल फिचर्समा पर्छ यो पोलिगन। अब त्यस्तै गरी अर्को हामीलाई लाइन ड्र गर्दा एउटा मात्र लाइन हामीले ड्र गरेका थियौँ रियल कमान्डले, तर दुईटा लाइन एकैपटक ड्र गर्नु पर्यो भने त्यस्तो बेलामा हामीले मल्टी लाइन कमान्ड युज गर्छौँ। मल्टी लाइन कमान्डको लागि चाहिँ हाम्रो कमान्ड हुन्छ ML मल्टी लाइन इन्टर। अब यसको लागि फर्स्ट पोइन्ट स्पेसिफाई। अब यहाँबाट लाइन ड्र गर्दाखेरि अब यहाँ ड्र गर्ने बेलामा नेक्स्ट पोइन्ट स्पेसिफाई भनेको छ, तर नेक्स्ट पोइन्ट स्पेसिफाई गर्दाखेरि चाहिँ यो लाइन बिचको ग्याप कति हो भन्ने कुरा चाहिँ कन्ट्रोल नभइकन ऱ्यान्डम लाइन, यहाँ दुईटा लाइन छ हेर्नुहोस्, तर दुईटा लाइनमा चाहिँ कन्ट्रोल भएन। त्यसले गर्दा चाहिँ मैले यहाँनिर मल्टी लाइनमा ML इन्टर गरिसकेपछि यसलाई जस्टिफाई गर्नुपर्छ। जस्टिफाईको लागि यहाँनिर कमान्ड छ जे इन्टर। त्यसै गरी अब यो लाइन ड्र गर्दाखेरि चाहिँ जस्टिफाई कहाँनिर गर्ने त, बिचमा गर्ने भएपछि यसलाई 0 गर्ने, भनेको सेन्टरबाट गर्ने जस्टिफाई गरियो। त्यसपछि स्केल S इन्टर। अब स्केल कति साइजको, यहाँ 3 डिफल्ट छ, जनरली डिफल्ट चाहिँ 1 हुन्छ, यो युज भइरहेको क्याट भएकाले गर्दा 3 भएको हो। अब यसमा चाहिँ तपाईँको कहीँ तपाईँले यसरी लाइन बनाउँदा त्यो लाइन बिचको ग्याप कति राख्नुपर्छ भन्ने कन्ट्रोल गर्नका लागि चाहिँ यसलाई फिक्स गर्नुपर्ने हुन्छ। जस्तै यसमा 3 भएकाले मैले 3 लाई नै डिफल्ट छोडिदिएँ। जस्तै यो 9 इन्चको वालमा चाहिँ विन्डो बनाउनु पर्यो, विन्डोको स्पेसिङमा चाहिँ दुईटा लाइनले चाहिँ विन्डो रिप्रेजेन्ट गर्ने हो, र 9 इन्चमा चाहिँ 3 भयो भने 9 इन्चको ग्याप मिल्छ भन्ने हिसाबले त्यसरी हामी 3 राख्ने गर्दछौँ। इन्टर गरेँ र त्यसपछि मैले अब यहाँबाट यहाँ कतै बनाएँ भने यहाँ क्लिक गरिदिएँ भने चाहिँ यहाँनिर चाहिँ मेरो स्किप गरिदिउँ, यहाँ बनिसकेको छ। यहाँनिर चाहिँ हाम्रो यो के अरे मल्टी लाइन चाहिँ प्रिपेयर हुन्छ। यो चाहिँ अब यसको यो बिचको ग्याप चाहिँ 3 इन्च छ भनेर हामीले जस्टिफाई गर्यौँ, अर्थात् यहाँनिर हाम्रो स्केल डिफाइन भयो। यसरी हामीले मल्टी लाइन पनि युज गर्न सक्छौँ। अब मल्टी लाइन त्यस्तै गरी हामीले रेक्ट्याङ्गल, पोलिगन सिक्यौँ। यो 3टा मैले सिकाइसकेको छु, तपाईँहरूले यो प्र्याक्टिस गर्नु होला। यो रिपिटेडली तपाईँले भिडियोलाई पज गर्दै हेर्दै सिक्नु होला। अब तपाईँलाई म त्यसपछि यो ड्रइङकै कुरामा हामीले अर्को युज गर्ने ज्योमेट्रिक फिचर्स भनेको चाहिँ आर्क हो। आर्कको लागि चाहिँ हाम्रो कमान्ड हुन्छ ए इन्टर। अब आर्क स्पेसिफाई स्टार्ट पोइन्ट कहाँनिर हो स्पेसिफाई गर भन्छ, अर्थात्
त्यसमा चाहिँ हामीले आर्कको स्टार्टिङ पोइन्ट यहाँ दिएँ। अब त्यसपछि हेर्नु आर्कको चाहिँ तपाईँलाई सेन्टर दिए भन्छ। सेन्टरको लागि चाहिँ मैले के हान्नु पर्यो, स्पेसिफाई द सेकेन्ड पोइन्ट अफ आर्क, सेकेन्ड पोइन्ट कि मार्क गर्ने कि चाहिँ सेन्टर दिने। सेन्टर दियो भने सजिलो हुन्छ। सी गरेँ, इन्टर गरिसकेपछि स्पेसिफाई द सेन्टर पोइन्ट अफ आर्क, सेन्टर पोइन्ट मैले अहिले यहाँ मार्क गरिदिएँ। अब मैले इन्ड पोइन्ट अफ आर्क चाहिँ मार्क गरिदिनु पर्ने हुन्छ। इन्ड पोइन्ट अफ आर्क चाहिँ मैले अहिले यहाँनिर मार्क गरिदिएँ भनेपछि यसरी आर्क चाहिँ हामीले ड्र गर्न सक्छौँ। यो चाहिँ हामीले डोर बनाउँदाखेरि डोरको ओपनिङको रूपमा चाहिँ युज गर्ने गर्दछौँ। सर्कलबाट बनाउँदा पनि हुन्छ, तर आर्क नै बनाउन जान्यो भने सजिलो हुन जान्छ। फेरि एकताल हेर्नुहोस्, आर्क बनाएको, ए इन्टर, स्पेसिफाई द फर्स्ट पोइन्ट, स्पेसिफाई द सेन्टर अफ द आर्क, सी इन्टर, सेन्टर आर्कको सेन्टर चाहिँ मैले यहाँ स्पेसिफाई गरेँ। त्यसपछि इन्ड पोइन्ट यहाँ क्लिक गरेँ। त्यसरी हामीले आर्क ड्र गर्ने गर्छौँ। अब यसमा पनि तपाईँको लेन्थ स्पेसिफाई गरेर, कर्डको लेन्थ दिएर, एङ्गल प्रोभाइड गरेर डिफ्रेन्ट वेबाट चाहिँ हामीले आर्क चाहिँ प्रिपेयर गर्न सक्छौँ। अब यसरी हामीले ज्योमेट्रीको फिचर्सहरू ड्र गर्दा यो ड्रइङ चाहिँ हाम्रो मेन उद्देश्य भनेको बिल्डिङको प्लान ड्र गर्नको लागि छ। त्यही भएर अब हामी यो ड्रइङ फिचर्सहरूलाई चाहिँ प्लान ड्र गर्दाखेरि युज गर्दै यसमा मोडिफाइङ गर्ने टुलहरू चाहिँ ड्र गर्न सिक्दछौँ। मोडिफाइङ टुल चाहिँ हामी बिल्डिङको एउटा प्लान पनि प्रिपेयर गर्दै सँगसँगै सिक्छौँ। अहिले हामीले लाइन, सर्कल, रेक्ट्याङ्गल, पोलिगन, मल्टिलाइन र आर्क ड्र गर्न चाहिँ हेऱ्यौँ। अब यसमा तपाईँलाई म एउटा बिल्डिङको प्लान देखाउँछु। त्यो प्लान अनुसार चाहिँ हामीले यस्तो खालको प्लान चाहिँ हामीले यहाँ प्र्याक्टिस गर्न गइरहेका छौँ। यो प्लान चाहिँ हामीले यहाँ बनाउन सिक्छौँ। यहाँ भएको कम्प्लिट यहाँ जे तपाईँले अहिले भिडियो देख्नु भएको छ यो चाहिँ अहिले हामी यहाँ बनाउन सिक्दैछौँ। अब यो सँगसँगै यहाँ जस्तो छ त्यस्तै नै हामी कपी गर्छौँ। अहिले हामी डिजाइन गर्नुभन्दा पनि पहिला यो प्लान कसरी प्रिपेयर गर्ने भन्ने हिसाबले सिक्छौँ र त्यसपछि लास्टमा कुनै एउटा भिडियोमा चाहिँ बिल्डिङको त्यो अघि योभन्दा अघिल्लो भिडियोमा हामीले बनाएको बिल्डिङको जुन ड्रइङ गर्नुपर्ने प्लटको डाइमेन्सनको आधारमा डिजाइन गर्दाखेरि के कुरा याद गर्नुपर्छ भन्ने कुरा चाहिँ हामी सिक्छौँ। अब यसमा तपाईँलाई यो दिएको डाइमेन्सनको आधारमा हामीले ड्र गर्नुपर्ने हुन्छ। ड्र गर्दाखेरि चाहिँ यहाँ तपाईँले देख्नु भएको छ यो सबभन्दा फर्स्टमा 25 फिट 1 इन्च एउटा डाइमेन्सन छ। त्यसपछि 11 फिट 13 फिट 1 इन्च अर्को डाइमेन्सन छ। त्यसै गरी अर्को चाहिँ यहाँ 10 फिट 1 फिट 12 फिट 1 इन्च यस्तो डाइमेन्सन दिएको छ। यो बिल्डिङमा चाहिँ हामीले डाइमेन्सन भनेको चाहिँ यहाँ यो माथिको डाइमेन्सनलाई ओभरअल डाइमेन्सन भन्छौँ। त्यसपछि बिचकोलाई यो सेन्टर टु सेन्टर डाइमेन्सन भनिन्छ भने यो तलको डाइमेन्सनलाई चाहिँ इलिमेन्ट टु इलिमेन्ट अर अब्जेक्ट टु अब्जेक्ट डाइमेन्सन चाहिँ भनिन्छ, अब्जेक्टको डाइमेन्सन भन्छौँ। हो यसको आधारमा चाहिँ अब हामी यो कम्प्लिट ड्रइङ चाहिँ यो बिल्डिङको प्लान हो, प्लान बनाउन सिक्छौँ, सेक्सन बनाउन सिक्छौँ र हामीले साइड भ्यूहरू बिल्डिङको बनाउनलाई सिक्छौँ। त्यति कम्प्लिट गरिसकेपछि तपाईँ एज अ सिभिल इन्जिनियरको रूपमा चाहिँ कुनै बिल्डिङको प्लान बनाउनका लागि अटोक्याड चलाएर सजिलै सक्नुहुन्छ। यो अटोक्याड चलाएर बिल्डिङको प्लान बनाउन राम्रोसँग जानिसकेपछि अन्य कुराहरूमा पनि यो अटोक्याडलाई चाहिँ तपाईँले इफेक्टिभली युज गर्न सक्नुहुन्छ। अब यसको सुरुवात गर्न स्टार्ट गरौँ। सँगसँगै तपाईँहरू पनि सुरुवात गर्नुहोला, भिडियो हेर्दै सुरुवात पनि गर्दै गर्नुहोला। सबभन्दा फर्स्टमा हामीले यो ओभरअल डाइमेन्सन छ हो, यो ओभरअल डाइमेन्सनको आधारमा चाहिँ फर्स्टमा चाहिँ हाम्रो लाइन कमान्ड लिएर चाहिँ ड्र गरौँ। एल इन्टर, यहाँ फर्स्ट पोइन्ट क्लिक गरेँ। यहाँबाट यहाँसम्म कति छ ओभरअल डाइमेन्सन 25 फिट 1 इन्च, 25 फिट 1 इन्च इन्टर। अब भर्टिकल डाइमेन्सन कति छ हेर्नु 21 फिट 7 इन्च, 21 फिट 7 इन्च इन्टर। अब यतापट्टि सेम 25 फिट 1 इन्च, 25 फिट 1 इन्टर र लास्टमा यही नै क्लोज छ, स्किप। ओभरअल यतापट्टिको जुन प्लान छ त्यो प्लान हेर्दै तपाईँहरूलाई म ड्र गर्न सिकाइरहेको छु। यसमा मैले लाइन कमान्ड लिएर गरेँ, तर यसमा तपाईँहरूले यो डाइमेन्सन 25 फिट 1 इन्च 25 फिट 1 इन्च छ, यता 21 फिट 7 इन्च, यतापट्टि 21 फिट 7 इन्च भएकाले गर्दा यसमा तपाईँले रेक्ट्याङ्गल कमान्ड युज गरेर पनि ड्र गर्न सक्नुहुन्छ है। अब हामी यसपछि यहाँबाट भित्र सेम यति स्पेसिङमा एउटा लाइन ड्र गरिएको छ। यो लाइन भनेको चाहिँ हामीलाई वालको विड्थ देखाएको हो। वालको विड्थ अब यही नेचरको लाइन भित्रपट्टि हामीले बनाउनु पर्ने छ एउटा फिक्स डाइमेन्सनमा। त्यो वालको डाइमेन्सन आउटर वालको डाइमेन्सन चाहिँ एज हाम्रो प्र्याक्टिसको आधारमा चाहिँ 9 इन्चको लगाउने गरिन्छ। भनेपछि अब भित्र ठ्याक्कै योभन्दा भित्र चाहिँ 9 इन्च भित्र चाहिँ हामीले यही लाइन ड्र गर्नुपर्ने छ भने यस्तो बेलामा हामीले अफसेट कमान्ड युज गर्छौँ।
यस्तो बेलामा हामीले अफसेट कमान्ड युज गर्छौं। अफसेटको लागि कमान्ड हो ओ इन्टर। अब हेर्नु ओ इन्टर गर्ने बित्तिकै यहाँ के आयो स्पेसिफाई अफसेट डिस्टेन्स। अब मैले कति भने यो बाहिरको वालको लागि 9 इन्च भनेपछि 9 इन्चमा यहाँ के अरे हामीले युनिट हानिरहनु पर्दैन। 9 हान्ने बित्तिकै हाम्रो यो के अरे फिटमा इन्चमा सेट भएकोले गर्दा स्मल युनिट हाम्रो इन्च भएकोले गर्दा जस्ट भ्यालु मात्र पुट गर्दा यसले इन्च भन्ने बुझ्छ र 9 हान्ने बित्तिकै मैले यसलाई इन्टर गरेपछि अब अफसेट केलाई गर्ने त्यसलाई सिलेक्ट गर भन्छ। यहाँबाट मैले यसलाई इनसाइडमा, यहाँबाट पनि मैले इनसाइडमा, यहाँबाट पनि मैले इनसाइडमा, यहाँबाट पनि मैले इनसाइडमा गरेँ। अब मेरो यहाँनिर वाल चाहिँ बन्यो। तर वालमा त यहाँनिर त यसरी आयो नि यो लाइन हो, यो लाइनलाई पनि मैले हटाउनु पर्ने हुन्छ। हामीले यो ड्रइङ गर्दै साथसाथै यो एडिटिङ टुलहरू पनि सिक्दै गइरहेका छौँ है। अहिले मैले फर्स्टमा अफसेट भन्ने कमान्ड युज गरेँ। अफसेट कमान्डको लागि फेरि म एकताली गरेर देखाउँछु। यसलाई सबैलाई म डिलिट गर्छु। तपाईहरुलाई फेरि एकताली रिभाइज गरौँ। अफसेटको लागि ओ इन्टर, डाइमेन्सन 9 इन्चको वाल 9 इन्टर। कसलाई अफसेट गर्ने हो सिलेक्ट गर्ने, कतापट्टि गर्ने हो त्यतापट्टि गएर माउसलाई क्रसर लगाएर क्लिक गर्ने। यहाँ सिलेक्ट गरेँ, भित्रपट्टि गर्नुपर्ने भएकाले भित्रपट्टि म क्रसर लगाएँ, क्लिक गरेँ। यसरी चाहिँ मेरो अफसेट चाहिँ भयो। अब त्यसपछि यो प्रत्येक कर्नरमा तपाईले यतापट्टि यो के अरे ह्याच भएको देखिरहनु भएको छ, त्यो चाहिँ हाम्रो कोलम हो। कोलमको साइज चाहिँ यहाँ 1/1 को छ भनेपछि अब मैले लगेर यहाँ कोलम राख्नुपर्ने छ। तर यहाँ त ठाउँमा त यो लाइन अलरेडी आइरहेको छ भनेपछि यो लाइन भन्दा बढी भएर गएको लाइन हो। त्यसले गर्दा यो लाइनलाई चाहिँ हामीले काट्नुपर्ने हुन्छ। काट्नको लागि चाहिँ हामी युज गर्ने कमान्ड भनेको चाहिँ ट्रिम हो। ट्रिम गर्ने भएकाले ट्रिम टीआर कमान्ड युज गर्छौँ। टीआर इन्टर। टीआर गरेपछि हामीले यो लाइनलाई काट्ने भएकाले के को रेस्पेक्टमा, यसको रेस्पेक्टमा यसलाई सिलेक्ट गरियो, फेरि इन्टर र अब यसलाई ट्रिम गर्ने भएकाले यसलाई क्लिक गरियो, यो ट्रिम भयो। सेम टीआर इन्टर। अब मैले यसको रेस्पेक्टमा काट्नुपर्ने छ, इन्टर। कसलाई, यसलाई गर्नुपर्ने छ, स्केप। अब फेरि मैले यो ट्रिम नै गर्नुपर्ने हो यहाँ भएकाले गर्दा मैले कमान्ड रिपिट गर्ने भएकाले फेरि इन्टर मात्र गऱ्यो भने कमान्ड चाहिँ रिपिट हुन्छ, टाइप गरिरहनु नि पर्दैन। यसलाई इन्टर गरेँ। अब फेरि मैले यसलाई सिलेक्ट गर्छु, इन्टर गर्छु, यसलाई क्लिक गर्छु, स्केप। यो चाहिँ मैले दुई स्टेप युज गरेर ट्रिम गरिरहेको छु। तर सिंगल स्टेजमा पनि हामीले ट्रिम गर्न सक्छौँ। त्यसको लागि चाहिँ टीआर डबल इन्टर गर्नुपर्ने हुन्छ। डबल इन्टर गरिसकेपछि यो सिधै ट्रिम हुन्छ। अब सबैलाई यहाँ मैले डबल इन्टरबाट एक्टिभ गरिरहेकोले गर्दा सिधै ट्रिम चाहिँ हुन जान्छ। ल यो चाहिँ कम्प्लिटली ट्रिम भइसक्यो। अब यसपछि यहाँ चाहिँ अब मैले यो कर्नरहरुमा चाहिँ मैले कोलम ल्याएर हाल्नुपर्ने छ, कति 1/1 को भनेपछि अब यसको लागि चाहिँ मैले कोलम बाहिर बनाउनु पर्यो। आरइसी रेक्टेंगल कमान्ड युज गरेर रेक्टेंगल इन्टर। यहाँ मैले फर्स्ट पोइन्ट स्पेसिफाई गर्छु। कोलमको साइज डाइमेन्सन कति हो त 1 फिट, 1 फिट, इन्टर। यो भन्नु कोलम यहाँ मैले 1 फिट बाइ 1 फिट को यतापट्टि बनाएँ। फेरि एकताली हेर्नु, रेक्टेंगल इन्टर, फर्स्ट पोइन्ट स्पेसिफाई 1 फिट, 1 फिट, इन्टर। यो रेक्टेंगल प्रिपेयर भयो। यो स्क्वायर ठ्याक्क मैले अब यहाँ ल्याएर राख्नुपर्ने छ। अब मैले यसलाई यहाँबाट ल्याएर राख्नको लागि चाहिँ कपी युज गर्छु। कपी भन्ने कमान्ड चाहिँ युज गर्छु। कपीको लागि CO इन्टर। केलाई कपी गर्ने सिलेक्ट गर भनौँ, यसलाई इन्टर। सबभन्दा इम्पोर्टेन्ट कपी गर्दाखेरि चाहिँ यो स्पेसिफाई बेस पोइन्ट कहाँबाट कुन पोइन्टको रेस्पेक्टमा चाहिँ कपी हुने हो यो कुरा सिलेक्ट गर्न चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। अब मैले यो कर्नमा लगेर राख्नुपर्ने भएकाले गर्दा मेरो बेस पोइन्ट चाहिँ यो कोलमको यहाँनिरलाई लिन्छु र मैले यहाँ लगेर सिलेक्ट क्लिक गरिसकेपछि यो यहाँ बनाएको चाहिँ यहाँ गएर चाहिँ मेरो कोलम चाहिँ बस्यो। अझ यहाँ लाइन बढी आयो, फेरि यसलाई टीआर डबल इन्टर, टीआर डबल इन्टर, यसलाई काट्दिने। अब यहाँ कोलम भयो। सेम फेरि अर्को कर्नमा पनि लगेर राख्नुपर्ने छ। यसलाई सिलेक्ट गर्ने, CO इन्टर, सेलेक्ट इन्टर। अब यतापट्टिको कर्नरलाई बेस पोइन्ट लिनु पर्यो, यहाँ लिने र यहाँ लाएर राख्ने, स्किप। फेरि CO इन्टर, अब्जेक्टलाई सेलेक्ट इन्टर। अब तल लगेर राख्ने भएकोले यतापट्टिको कर्नरलाई लिनु पर्यो, यहाँबाट यहाँ लगेर राख्ने। त्यस्तै गरी CO इन्टर, अब्जेक्ट सेलेक्ट इन्टर। अब यतापट्टिको यहाँबाट यहाँ लगेर राख्ने। अब यो बढी भएको लाइन जतिलाई टीआर डबल इन्टर गरेर सबैलाई मैले काटेर हालिदिनु पर्यो। यो चाहिँ नचाहिने लाइनलाई चाहिँ यहाँ राख्नु परेन।
यसरी मेरो कम्प्लिटली यो उसमा चाहिँ हाम्रो कर्नरमा चाहिँ कोलम पनि मैले प्लेसमेन्ट गरेँ। तर यहाँ बिचमा पनि छ। बिचमा गर्दाखेरि चाहिँ कहाँनिर छ त भन्दा हेर्नु त यहाँ यो सेन्टर लाइनको रेस्पेक्टमा चाहिँ 11 फिटबाट अर्को सेन्टर लाइन पनि सुरु भएको रहेछ। भनेपछि अब मैले यहाँनिर अर्को एउटा लाइन ड्र गर्नु पर्यो जसलाई चाहिँ सेन्टर लाइनको रूपमा एल इन्टर यसको सेन्टर लाइन। यहाँ हेर्नु यहाँ सेन्टर लाइनको रूपमा चाहिँ यहाँ केही देखाएको छैन। भनेपछि यहाँ देखाउनको लागि चाहिँ ओ स्न्यापमा जाने, राइट क्लिक गरेपछि सेटिङ आउँछ, सेटिङमा जाने, यहाँ सेन्टर भन्नेमा मार्क गर्ने, सेन्टरमा मार्क छ, मिड पोइन्ट भन्नेमा पनि मार्क गर्न बाँकी रहेछ। त्यसले गर्दा यहाँ जुन तपाईँलाई चाहिन्छ यहाँ टिक गरेर यहाँ अब्जेक्ट ओ स्न्याप अन भन्ने हुनुपर्छ र यसलाई मैले ओके गरिदिन्छु। अब मेरो यहाँ लाइन देखाउँछ। यहाँबाट मैले चाहिँ अब यो माथि अफसेट माथि लगेर यो सेन्टरसँगै जोड्छु। अब यसलाई मैले अफसेट तान्छु, अफसेट इन्टर, यो केलाई अफसेट गर्ने त मैले यसलाई हो कतिको डाइमेन्सन गर्नुपर्ने छ 11 फिट, 11 फिट इन्टर। यहाँ गरेपछि मेरो 11 फिटको लाइन चाहिँ त्यहाँनिर ड्र भयो। त्यस्तै गरी यहाँबाट पनि मैले यहाँ बिचमा पनि कोलम हाल्नुपर्ने छ जसको डाइमेन्सन छ यहाँबाट चाहिँ कति 8 फिट। भनेपछि अर्को लाइन एल इन्टर, यतापट्टि पनि छ, सेन्टर लाइन ड्र गर्नु पर्यो, अफसेट इन्टर 8 फिट इन्टर, यसलाई माथितिरपट्टि लानु पर्यो। ल अब यहाँ पनि भनौँ अब यो कोलम यहाँनिर छैन, मैले नबनाएको भए पनि हुन्थ्यो। यो कर्नरमा मात्र मेरो कोलम थियो यो सेन्टरको रेस्पेक्टमा। भनेपछि अब मैले कोलमलाई फेरि यहाँबाट यसलाई कपी गरेर ल्याउनु, सिओ इन्टर, यसलाई ल्याउनु पर्ने छ इन्टर, कहाँबाट यो मिड पोइन्टको रेस्पेक्टमा यहाँनिर राख्नु पर्यो। त्यस्तै गरी सिओ इन्टर, यसलाई सिलेक्ट गर्नु पर्यो इन्टर, यो बेस पोइन्टको रेस्पेक्टमा यतापट्टि पनि लगेर प्लेसमेन्ट चाहिँ गर्नुपर्ने छ। अब यसको रेस्पेक्टमा यो तलतिरको टिआर डबल इन्टर गरेर यो तलतिरको त्यसलाई चाहिँ मैले यहाँनिर यहाँ यतापट्टि नि कोलम छ यसलाई पनि ल्याएर राखौँ अनि त्यसपछि गरेर ट्रिम गरौँ। यसलाई फेरि सिओ इन्टर, अब्जेक्ट सेलेक्ट इन्टर, यहाँ तल सिलेक्ट गर्ने र यहाँ ल्याएर राख्ने, बेस पोइन्ट सिलेक्ट गरेपछि टिआर डबल इन्टर गरेर अब यो तलतिर केही पनि मलाई चाहिँदैन, सबैलाई चाहिँ मैले फालिदिन्छु। यो मलाई चाहिँदैन। अब यसलाई चाहिँ सिलेक्ट गरेर डिलिट गर्ने, यो कुनैको रेस्पेक्टमा छैन भने फेरि त्यहाँ चाहिँ तपाईँको के अरे ट्रिम गर्न खोजेर ट्रिम चाहिँ हुँदैन। अब यहाँभित्र टिआर डबल इन्टर, यो सबै केही पनि भित्रको चाहिँदैन, सबैलाई काटिदिने। अब यो लाइन सिङ्गल भयो, यसलाई सिलेक्ट गर्ने र यसलाई डिलिट गरिदिने। सेम यतापट्टि पनि टिआर डबल इन्टर, अब यो लाइन मात्र बाँकी भयो, यो ट्रिम अझै बाँकी छ, टिआर डबल इन्टर, यसलाई क्लिक गरिदिने, यो लाइनलाई पनि सिलेक्ट गर्ने, डिलिट गरिदिने। अब यहाँ भित्रको वाल चाहिँ यो भित्रको वाल चाहिँ यहाँको 9 इन्चकै छ भनेपछि यसमा अफसेट इन्टर, यहाँबाट अफसेट हामीले गर्नुभन्दा पहिला यो सेन्टरको लाइन भन्दा यहाँ एल इन्टर, यहाँबाट चाहिँ यहाँसम्म हामीले पहिलो लामो लाइनले कनेक्ट गरेर चाहिँ यसलाई चाहिँ अफसेट इन्टर 9 इन्च इन्टर गरेर यसलाई चाहिँ हामीले अफसेट गर्नुपर्ने हुन जान्छ, किनभने हामीले वाल बनाउँदा चाहिँ बाहिरतिरबाट बनाउने गर्छौँ। त्यस्तै गरी यहाँभित्र अब यो भित्र पनि कतापट्टिबाट वाल छ, यहाँबाट छ। यहाँ फेरि मैले कोलम लानै बाँकी रहेछ, जसको लागि सिओ इन्टर, यसलाई सिलेक्ट गरौँ इन्टर, यहाँ माथिको पोइन्टमा ल्याउँ र यहाँ गएर क्लिक गरिदिउँ, त्यहाँ पनि कोलम बनाऊ, टिआर डबल इन्टर, यो सबै पोइन्टहरूलाई चाहिँ मैले डिलिट गरिदिन्छु, यसलाई पनि डिलिट गरिदिन्छु। अब यसको वाल चाहिँ कुन साइडबाट छ, यतापट्टि साइडबाट बनाएको छ। एल इन्टर, यहाँबाट यहाँ तलैसम्म बनाऊ, तलसम्म त चाहिँदैन तर पछि हामी यसलाई डिलिट गर्न सक्छौँ। यो भइसकेपछि यो सेन्टर लाइनमा अब हाम्रो वाल भनेको चाहिँ इनर वाल चाहिँ 4 इन्चको हुन्छ। अफसेट इन्टर 4 इन्च, 4 इन्टर, यसलाई पनि अफसेट गरिदिउँ, 4 इन्चको बनाऊ। यहाँ एकपटक यहाँ कुन चाहिँ लाइन यसलाई बिचको लाइनलाई चाहिँ डिलिट गरिदिउँ, अफसेट इन्टर 4 इन्टर, ल यो 4 इन्चको पनि यहाँनिर लाइन बन्यो। अब यहाँ बिचमा पनि हाम्रो कोलम छ, यहाँ पनि ल्याएर हामीले कोलम राख्नुपर्ने हुन्छ।
यहाँ पनि हाम्रो कोलम छ, यसलाई पनि म CO इन्टर यो बेस पोइन्ट यताबाट लिन्छु र यहाँनिर लगाएर राखिदिन्छु। यो सेन्टर पोइन्टलाई डिलिट गरिदिन्छु, अफसेट इन्टर 4 इन्टर यसलाई ल्याएर यता राखिदिन्छु, TR डबल इन्टर यो कोलमको बिचमा भएको सबै लाइनहरूलाई चाहिँ डिलिट गरिदिउँ। यहाँ बाँकी छ छैन, यहाँ छ बाँकी। यो सेन्टर लाइनलाई अहिले पछि हामीले ड्र गर्नुपर्छ ग्रिड लाइन ड्र गर्नलाई, तर अहिले चाहिँ हामी यो पनि TR डबल इन्टर यहाँ पनि डिलिट गरिदिउँ। यो सेन्टर लाइन छ यसलाई डिलिटै गरिदिँदा हुन्छ। ल यसरी हामीले कोलम र लाइन चाहिँ यो हाम्रो डाइमेन्सनको के अरे दिएकोलाई चाहिँ हामी कपी मात्र गरिरहेछौँ, हाम्रो कमान्डहरू युज गर्नलाई चाहिँ सिकिरहेका छौँ। यसमा हामीले अहिले मोडिफाइङ कमान्डको रूपमा चाहिँ ट्रिम गर्न सिक्यौँ, अफसेट गर्न सिक्यौँ, त्यसै गरी कपी गर्न पनि सिक्यौँ। कपी गर्नका लागि CO कमान्ड युज गरेर चाहिँ त्यसमा सबभन्दा महत्त्वपूर्ण कुरा बेस पोइन्ट सिलेक्सन गर्न चाहिँ एकदमै याद गर्नुपर्ने हुन्छ। अब हामी यो ड्रइङमा योभन्दा अगाडिको यो यतापट्टिको हाम्रो जुन स्याम्पल ड्रइङ छ त्यो स्याम्पल ड्रइङमा देखिएको यो जुन फिल गरेको छ यो कुराहरू चाहिँ गर्न गइरहेको छौँ, जसको लागि चाहिँ हामी ह्याच भन्छौँ। आजको यो क्लासको अन्तिम आज हामीले सिक्ने कमान्डमा पर्छ ह्याच। ह्याचको लागि कमान्ड हो एच इन्टर। एच इन्टर गर्ने बित्तिकै ह्याचको लागि चाहिँ यस्तो डायलग बक्स खुल्छ। यो अलिकति तपाईँले याद गर्नुपर्ने छ कसरी हामी याद गर्छौँ भनेर, जसको लागि चाहिँ यहाँनिर टाइपमा प्रिडिफाइन छ र प्याटर्न हामीले सबैभन्दा याद गर्नुपर्ने चाहिँ यहाँ प्याटर्नमा हो। प्याटर्नको त 3 डटमा जानुभयो भने तपाईँले यहाँ फिल फुल देख्नु भएको छ भने त्यसको लागि चाहिँ यहाँनिर तपाईँले अदर प्रिफर्डमा गएर सोलिडमा सिलेक्ट गर्ने र ओके गर्नुपर्ने हुन्छ। अब यहाँ कलर हामीलाई चाहिन्छ, त्यहाँ त हाम्रो सोलिडको त कलर जस्तो त्यो बनाउन खोजिरहेको छौँ होइन, तपाईँलाई आफ्नो इच्छा अनुसार बनाउनुहुन्छ भने अहिले म यतापट्टिको ड्रइङमा चाहिँ ब्लू युज गरिदिन्छु। ल कलर चाहिँ हामीले यहाँबाट ब्लू सिलेक्ट गर्छौँ र अब यसमा कुनमा हामीले ह्याच गर्न खोजेको त भन्दा कोलममा हो। यो ब्लू कलरको सोलिड ड्याच भनेपछि यहाँ पिक पोइन्ट गर्ने, पिक पोइन्ट गर्दाखेरि यहाँ गएर हामीले सेट गर्नुपर्ने हुन्छ। तर यहाँ सबैभन्दा अर्को इम्पोर्टेन्ट यहाँ अप्सनमा छ एसोसिएटिभ गर्ने हो कि क्रिएट सेपरेट ह्याच भन्ने कुरा हो। एसोसिएटिभ भनेको तपाईँले अहिले यो सोलिड भन्ने ह्याच जतिवटा यहाँ कोलममा गर्नुहुन्छ सबै एकअर्कामा चाहिँ इन्टरलिङ्केज हुन्छ। यदि तपाईँले एउटा डिलिट गर्नुभयो भने सबै डिलिट भएर जान्छ। तर तपाईँले प्रत्येक एउटा कोलममा मात्र छुट्टै गर्नुभयो भने त्यो छुट्टै गर्दाखेरि चाहिँ छुट्टा छुट्टै त्यसलाई ट्रिट गर्न मिल्छ, अर्थात् त्यसलाई ह्यान्डल गर्न सकिन्छ। त्यसले गर्दा हामीले यो ह्याच गर्दा चाहिँ एसोसिएटिभ नगरिकन क्रिएट सेपरेट ह्याच गरेर एड पिक पोइन्ट गर्नुहोस्। एड पिक पोइन्ट गर्ने र यो प्रत्येक पोइन्टमा गएर यहाँ क्लिक गरिदिएपछि यहाँ सेलेक्ट हुन्छ। यहाँ पनि क्लिक गरेँ, यहाँ क्लिक गरेँ, जहाँ जहाँ ह्याच गर्ने हो त्यो ठाउँमा चाहिँ क्लिक गरिदिने। यहाँ क्लिक गरिदिएँ, यहाँ क्लिक गरेँ, यहाँ क्लिक गरेँ, यहाँ क्लिक गरेर इन्टर गर्नु पर्यो। इन्टर गरिसकेपछि यसलाई मैले ओके गरिदिएँ भने यसरी ह्याच हुन्छ। अहिले त्यो यतापट्टिको अर्कै कलर थियो, हाम्रो यतापट्टि नयाँ भएकोले अर्कै बनाएको हो। त्यस्तै गरी यहाँनिर वालमा पनि कङ्क्रिट अर्थात् यो सियर वाल हो जस्तो छ, त्यसले गर्दा चाहिँ यहाँनिर कङ्क्रिट ह्याच गरेको छ, त्यसमा पनि एच इन्टर। अब यहाँ सोलिडको ठाउँमा गएर यहाँ 3 डटमै जानु पर्यो। गइसकेपछि यहाँ कङ्क्रिट छ, यहाँ कङ्क्रिट छ तपाईँले देख्न सक्नुहुन्छ। यसलाई सिलेक्ट गर्ने, ओके गर्ने। अब यहाँ कङ्क्रिटको तपाईँले यहाँ स्विच देखिसक्नु भएको छ, जसलाई चाहिँ फेरि अब तपाईँले यहाँ गएर 8 पिक पोइन्ट गर्ने, यो क्रिएट सेपरेट ह्याचमै छ 8 पिक पोइन्ट। यहाँ मैले क्लिक गरेँ, यतापट्टि पनि क्लिक गर्छु, यसलाई इन्टर गर्छु र ओके गरेपछि यसरी यो ह्याच चाहिँ भयो। अर्थात् ह्याच गर्नको लागि ह्याच कमान्ड युज गरेर चाहिँ हामीले कहाँ ह्याच गर्ने हो, त्यो ह्याच गर्नको लागि कस्तो प्याटर्न हो प्याटर्न सिलेक्ट गर्नु पर्यो। यसमा ह्याचमा गएर यहाँ प्याटर्न हाम्रो कस्तो खालको गर्ने हो, जस्तै वालहरू गर्ने हो, ब्रिकको लागि यहाँ वाल छ, टाइलको लागि देखाउनु छ, एङ्गल देखाउनु पर्यो, कस्तो गर्ने हो यहाँबाट तपाईँले सिलेक्ट गर्न सक्नुहुन्छ। यहाँ जति छन् धेरैवटा छन्, यो सबै कुराहरू चाहिँ यहाँबाट तपाईँले देखाउन सक्नुहुन्छ र यसलाई पुनः सिलेक्ट गर्ने, त्यसलाई ओके गर्ने। ओके गरेपछि कहाँ गर्ने ह्याच, त्यसको लागि 8 पिक पोइन्ट पिक गर्ने र त्यसमा गएर चाहिँ तपाईँले गएर अनि क्लिक गर्ने। यहाँ पिक पोइन्ट गर्ने बित्तिकै कहाँ हो भन्ने कुरा जान्छ, पिक गरेर क्लिक गरेर इन्टर गरेपछि फेरि तपाईँ यता आउनुहुन्छ र त्यसमा ओके गर्ने बित्तिकै तपाईँको ह्याच चाहिँ हुन जान्छ। आजको यो हाम्रो सेकेन्ड क्लासमा चाहिँ हामीले यति विषयमा चर्चा गऱ्यौँ। अब यो ड्रइङमा भयो जस्तो भोलिको अर्को नेक्स्ट क्लासमा थर्ड क्लासमा यो विन्डो बनाउन, डोर बनाउन, त्यसपछि अन्य कुराहरू चाहिँ हामी यहाँ एड गर्दै जान्छौँ र यसलाई हामी कम्प्लिट प्लान चाहिँ प्रिपेयर गर्छौँ। भोलिको मेन क्लासमा भनेको चाहिँ हाम्रो डोर विन्डो प्रिपेरेसन हो र डोर विन्डो प्रिपेयर गर्दाखेरि चाहिँ हामीले जुन ड्रइङ टुल, मोडिफाइङ टुलहरू के युज हुन्छन् ती सबै टुलहरू चाहिँ हामीले सिक्छौँ।
आजलाई यति नै गरौँ। सबैजनालाई धन्यवाद। तपाईहरुलाई यस भिडियोमा केही सल्लाह सुझाव दिन मन छ भने कमेन्ट सेक्सनमा कमेन्ट गर्न नबिर्सिनु होला। त्यस्तै गरी भिडियो मन परेमा अर्थात् तपाईका साथीहरुलाई आवश्यक छ भने शेयर गर्न पनि नबिर्सिनु होला। हस्त धन्यवाद।